ए पारिपट्टि पाल्पा वारी यतापट्टि चाहिँ स्याङ्जा पर्छ अनि कालीगण्डकी बगेको छ। यता सरर कालीगण्डकी बगेको छ। यताको भाग स्याङ्जा, यताको भाग चाहिँ पाल्पा हो। हामी चाहिँ अहिले स्पेसल्ली व्रतबन्धमा जाँदैछौँ। पाल्पा पोखरादेखि यात्रा सुरु भएको थियो। ठुलो जङ्गल छ, पारिपट्टि ठुलो जङ्गल छ, थोरै गाउँहरू छ उतापट्टि। अटोहरू मजाले चल्छ यता। पहिलाको पुरानो पुल यो। पहिला यो पुलबाट हामीले बाइकहरू चलाएर हिँडिन्थ्यो। यो पुलबाट यो बाटो पनि ढलान भएछ। पहिला कस्ती थियो, अहिले ढलान भएको रहेछ। यहाँ चाहिँ ठुलो चौर छ, पारिपट्टि ठुलो चौर छ, यसलाई ठुल्टार भन्छ। पहिला धेरै यहाँ गाई गोरुहरू बाख्राहरू चराउनु हुन्थ्यो यताको मान्छेले। हामी त आइन्थ्यौँ नि त, हाम्रो पारिपट्टि पर्छ स्याङ्जा। यो चाहिँ पाल्पाको तिलपुर भन्ने ठाउँ हो यो। रामपुर नगरपालिका पाल्पाको नगरपालिकाको एउटा छेउ नम्बर। दुखीको घर पर्यो रामपुर फाटैमा। पुरा फाट्छ, अलि राम्रोसँग देखाउनु मिलेन। बारीहरू छ। ओके, अब नेक्स्ट भिडियोमा जोड्यौँला।